प्रकाशको आमाको आशा गरेर मन्त्री प्रकाश हो मेरो बुढाको सोल्टी हो क्या प्रकाश दाइहरू चिन्नुहुन्छ कि चिन्नुहुन्न काका पर्छ ए प्रकाश दाइहरू चाहिँ काका ए एउटै खला त्यो भएर काकाले कुरा नहुनु के बाबाले हैन चिन्न त को चिन्छ र कोही चिन्दैन नि दाइहरू पनि नजिकबाट त चिन्दैन तर नि गर्थेँ कि म एकचोटि दुईचोटि गर्थेँ कि उहाँहरूकै घरमा के मेरो बुढाको बुढी भयो नि त 3 दिन को बाद दिने बेला आउँछ यो भिडियो चाहिँ लाइक कमेन्ट शेयर र सब्स्क्राइब गर्न नबिर्सनु धेरै सपोर्ट गर्नु किन लाज लाग्यो अझै जानुपर्ने हुन्छ 2-4 शब्द बेसी कि ढेँडो खाएर थप्ने हो कि ढेँडो खाएर थप्ने हो माछा भन न one more एकदम जुसी फ्लेवर oh okay go ahead you can order कस्तो ठुलो झ्याल छ अरे त्यहाँ नगरे ए हो ओके फनबाट नै अब रिभ्यू How was the taste? I want the taste. Oh, $100. Food was here. खानामा व्यस्त छ सबजना हैन एकदम मिठो 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 अरूलाई जाने ए अमुको खुवाई त हैन नानीले पो के धेरै अलि खुलेर बोल्यो भने त गर्न सक्छ नि किन नगरे हुँदा नि मोटिभेट गर्नु त गर्नुपर्छ गर्नुपर्छ भोइस पनि राम्रो सुनिन्छ अनि गऱ्यो भने फेरि बिचरा बाउको करले मात्रै हो कि जस्तो लाग्यो मलाई है मैले बनाएको थियो बाउले कर लगाएर मैले बोला भन्छ त्यहाँ लजाउने क्या अलि हाम्रो त नाम टाइप गरे नै आउँदैन है बोल्नुपर्छ न्युज दिएर गयो हरायो है छमितै अब थ्याउदै थ्याउ बाबाको भोइस ओभर गर्ने दिदी कस्तो रहेछ माछा मोमो मोमो मिठो रहेछ मिठो रे मिठो कस्तो जुस यसरी खसिरहेको हो जुसी है
फेसबुकमा चाहिँ त्यस्तो अलि जुम इन गरेर ए त्यो अलि पछि आउँछ क्या त्यो क्यामेरा अलि या अर्को लेन्स चेन्ज गर्नुपर्छ क्या मेरो पनि अर्ग्यानिक दिनु पऱ्यो क्या अर्ग्यानिक मेरो पनि लाइक गरिदिनुहोस् न हेर्नुहोस् मैले त हेरेछु ल प्लिज ए खै यहाँ सिमरनको सिमरन लाइक सेयर होइन सब्सक्राइब गर्दै हुन्छ होइन औमुले सेयर गर्नु पऱ्यो क्या औमो तपाईँले सेयर गर्नु त रिल्समा भ्युज आउँछ कि हाम्रो औमुकोमा हाम्रो युट्युब सेयर गरिदिनु पऱ्यो ट्याग गर्नु पऱ्यो औमुलाई अब अनि भ्युज जान्छ कि 1K त यस्तो गरेर आउँछ औमु यस्तो गरेर होइन औमुको भिडियो पो जान्छ हाम्रो मन नपराउनु पनि सक्छ फेरि औमुको गयो भन्दा अनि हाम्रो कहाँ एकदम त्यो पनि हो एउटै मोबाइलबाट हेरेको भ्युज त आउँछ कि आउँदैन मैले धेरै हेर्छु होइन हेर्छ नेपालतिरको पुरानो फोटो हाल्ने युकेको बाबाआमाको फोटो हालिदिने रिल बनाएको थियो अहिले मतलब त्यो रिल बनाउँछ कि अनि त्यो रिलमा चाहिँ अस्ति अहिले अस्ति चाहिँ कति 40,000 त पुग्छ त्यो भाइले हुन्छ त्यति थियो कि मजाले हुन्छ त्यो ल भनेर चाहिँ आमाले नि त्यस्तै हेर्नु हुँदो रहेछ अनि बुद्धि दिदीले क्या पहिला त फुले बुद्धिले आमाले खुब हेर्नुहुन्थ्यो नि फुले यसो हेर न त्यो के भन्छ अरे मुबाङ गर्नेहरूले गर्छ नि खाना नपाउँदै गर्छ अरे के आउँदैछ है डिलिसियस फुडहरू सिमरन रहेका सब्सक्राइबै छैन होला औँले सेयर गऱ्यो भने त भ्युज त्यो त नो डाउट 1K भ्युज त एकछिनमै हो त्यही राखेको हजुर ओके ब्युटिफुल फुपूले फेरि बिर्सिन्छ अरे चाख्नु हौ चाख्नु कति दिन हो भने तपाईँको 4-5 दिन भन्नु आज 5 दिन हो कि आइदियो ल अनि हङकङ दाइ दाउ पहिले हेर्को लाउने हो हङकङको छोटो समयको बसाइ तपाईँको एकदम शुभ रहोस् भने एकदम उपलब्धमूलक रहोस् हजुर सुखमय रहोस् धन्यवाद आनन्दमय रहोस् एकदम धन्यवाद आज अपरचाहिँ भेट्यो दाइले त म फोटो देखाएको थिएँ दिदी त मेरो दिदी भएको होइन आज लाइभ भेट्दाखेरि खुसी लाग्यो यति खुसी लाग्यो ल तपाईँहरूको हङकङमा बसाइ सुखमय आनन्दमय रहोस् धन्यवाद दिदीलाई एकदम हाम्रो परिवारको तर्फबाट दीर्घायुको शुभकामना वेलकम टु हङकङ थ्याङ्क यू काकाले भन्छ फुपूको क्यामेरा राम्रो रहेछ हौ फुपूको क्यामेरा राम्रो रहेछ के भयो पिरो हो र हेलो आतिर फुपू खैजु लैदिए आधे कहीँ खैजु लैदिए बेहरी मिठो जसरी मिठो सबै राम्रो लाग्यो फुपूलाई एकदम मिठो मैले त पहिल्यै खाएको त्यही भएर फेरि यहाँ
फेरि दोबारा आएको अमुलाई एज युजुअल कस्तो लाग्यो खाना माइलीको भएको मिठो भएर अरू पनि जान्छ भने ल्याउँछ नि त भथेलाई कस्तो लाग्यो भथे मिठो छ ओके कति वर्षपछि भेटेर आएको थिएँ धेरै वर्ष 20-22 भयो होला है बेसी भयो होला अझै मसँग त 35 पछि भेटेन गफ हुँदैछ हामी खाँदैछौँ ल कति वर्षपछि घिउ नखाने यो भिडियो एकदम मिक्स म्याक्स छ अल्छी नमानिकन ढिँडो खाएको गफ गरेको बाजे बजेको सुनिदिने होला धन्यवाद।